हेलो एभ्रिवान, तपाईहरुले चाहिँ मेरो आजको यो क्लिप हेरेरै थाहा पाइसक्नुभयो होला म कहाँ जान आँटेको भनेर। हामी चाहिँ आज म र मेरो साथी धुलाबारी बजार जान आँटेको थियौँ। धुलाबारी बजार चाहिँ एकदमै ठुलो लाग्छ। धुलाबारीमा सबैभन्दा धेरै ठुलो नै लाग्ने भनेकै बजार हो। यता अरूभन्दा पनि यहाँ चाहिँ सोमबार भन्दा पनि शुक्रबार धेरै ठुलो लाग्छ। तर हामी सोमबार गएको हो, पानीका कारणले अलिक धेरै त्यस्तो साह्रो चाहिँ लागेको रहेन। हामीले जति सोचेको थियौँ त्यति साह्रो चाहिँ रहेन रहेछ लागेको। अनि त्यस पछाडि म चाहिँ मेरो आउटफिट देखाउँदै थिएँ। मलाई चाहिँ एकदम कम्फर्टेबल लाग्छ यो ड्रेसमा। अनि मैले जहाँ जाँदा पनि प्रायः यस्तै लगाएर गइरहेको हुन्छु। आफूलाई कम्फर्टेबल हुनु पर्यो। अनि मैले मेरो साथीलाई बोलाएँ। मेरो साथी चाहिँ भिडियोमा आउन अलिक लजाउँछे, मलाई नदेखा न भन्दै चाहिँ। अनि उसले मेरो भिडियो खिचिदिए। अनि म चाहिँ उफ्रिँदै यो चाहिँ हाम्रो तल यता गएर हो मेरो साथीको घरतिर, अनि यो चाहिँ हाम्रो यता माथि भनेर सिमाना छुट्याउँदै थिएँ। अनि त्यस पछाडि हाम्रो यो गाउँको कति राम्रो पिच रोड छ देखाउँदै टुइ 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 हिँड्दै थियौँ हामी दुईटी। अनि हामी अलिकति परतिर पुग्ने बित्तिकै बजार देखिन थालिरहेको थियो भिडहरू। अनि उहाँ म्याम चाहिँ टाइपिङ गर्नुहुँदै थियो। अनि हामी सिधै गयौँ पहिले तन्ना हेर्नलाई। हाम्रो पहिले मकसद भनेको तन्ना हेर्नु थियो। अनि त्यो हामीलाई अलिक मन परेन तन्ना। त्यस पछाडि हामी भित्र बजार जाऊँ न त, हटिया छिरौँ न त, भेटिन्छ कि भन्यौँ। अनि पोतेहरू कति राम्रो राम्रो ब्यागहरू लिनु भन्नुहुँदै थियो। हाम्रो 10-12वटा घरमै चाहिँ आउनु बरु तपाईँ भन्दै जिस्काउँदै गएको थियौँ। अनि मैले यहाँ चिनेको थियो। अनि मैले मेरो साथीलाई यहाँ लिएर गएँ। अनि त्यहाँ गएपछि हामीले खोजे जस्तो तन्ना भेट्यौँ। तन्ना सन्ना लियौँ ओऱ्यौँ हामीले। अनि त्यस पछाडि हामी म्याक्सी चाहियो अरे उसलाई, यो नाइट ड्रेस। अनि त्यस पछाडि त्यो पनि हेर्न थाल्यौँ। ऊ उता हेर्दै थिएँ, म चाहिँ यहाँ बजारको हल्का भिडियो बनाउँदै थिएँ। हिलोले गरेर एकदमै धेरै कस्तो धेरै कम लाग्दो रहेछ क्या। अनि उसलाई नाइट ड्रेस पनि चाहिरहेको थियो अरे। अनि नाइट ड्रेस पनि हेर्दै थियो ऊ। अनि मलाई चाहिँ यो नाइट ड्रेस मन परेको। उसलाई चाहिँ फुल सुरुवालबाट लानु परेको गर्मीमा। अनि उसले चाहिँ सुरुवालबाटै लाने डिसिजन गर्यो। मलाई सोध्दै थियो, मैले त्यही राम्रो छ भने। अनि हामीले यति दुईवटा प्याक गऱ्यौँ। प्याक गरेर हामी टुइ टुइ हिँड्दै थियौँ। यो चाहिँ हाम्रो दादाको प्यारो दादाको अङ्कलको दोकान। अनि म चाहिँ चटपटे खाना गएको। हाम्रो छिमेकी आन्टीले उता फोनमा कुरा गर्नुहुँदै थियो अङ्कलसँग। मलाई नि पो प्याज काट अरे। छिमेकी भएपछि यत्तिको चाहिँ हुनुपर्छ है साथीहरू। अनि त्यस पछाडि आन्टीले आफै प्याज काटेर चटपटे बनाउन थाल्नुभयो। मेरो चाहिँ भिडियोमा लाइक कमेन्टहरू अलिक धेरै आउनु पर्यो है। म चाहिँ सबैकोमा गर्छु, मेरोमा त कसैले पनि गरेको हुँदैन, हेरेर छोडिदिइरहेको हुन्छ। प्लिज सपोर्ट गर्नु पर्यो। त्यस पछाडि म चाहिँ यसो फोनतिर सुन्न थालिहालेँ कस्तो देख्यो मलाई भनेर। अनि तिर्खा लाग्यो अरे। नि उसलाई पानी झिक्न, छिमेकी त हो नि के हुन्छ भने कसैलाई लाज लाग्यो अरे। तैँ झिक्दैन तैँ झिक्दै भने। अनि मैले चाहिँ लाज लाग्दैन। अनि मैले झिक्थेँ। यो छिमेकी भएपछि त सजिलो भइहाल्छ नि। अनि चटपटे ट्वाक्क हाम्रो चाहिँ रेडी भयो। मिठो चटपटे, हाम्रो सुन्त आन्टीलाई चाहिँ मिठो चटपटे बनाउनुहुन्छ। उहाँको किराना दोकान छ, सबै आउनु होला। अनि म चाहिँ झारेर जिब्रो पिलित्त निकाल्दै चटपटे खान थालेँ। चटपटे पिरो भएको थियो। म चाहिँ पिरो एकदमै पनि थोरै पनि खान सक्दिनँ। अनि त्यस पछाडि मैले पिरो किनेर पिरो खाँदै हामी कुन बाटो जानुपर्ने कुन बाटो घर निस्क्यौँ। अनि त्यस पछाडि हामी साथी र म चाहिँ बाझ्दै पनि थियौँ बाटोमा। यसले मलाई के भन्दै थियो भने तैँले गरेर ढिलो भएको भनेर 10चोटि भन्दै थिएँ। ककासका साथी यस्ता छन्, उसकै लागि भनेर गइदिनु पर्ने काम छोडी आधी काम सकेर आधी काम छोडेर जानुपर्ने। अनि उनीहरूले नि हामीलाई दोष दिँदैछन् क्या, तैँले गरेर ढिलो भएको, म तैँले गरेर भन्दै। के भन्नु, यो यस्ता साथीको कसको छन् प्लिज कमेन्ट गर्नु ल। मेरो चाहिँ यस्तै चाहिँ यो होइन। बाझ्दै थियौँ मसँग अलिकति ठक्क ठुक्क पर्दै थियो हाम्रो चाहिँ। तर हामी छुट्टिनौँ कहीँ जानलाई पनि सँगै हो। उसले मलाई, मैले उसलाई। अनि ऊ चाहिँ अघि म चाहिँ पछि हिँड्दै थियौँ। अनि उसलाई पानीपुरी खान मन लाग्यो, पानीपुरी भन्दै थिएँ। ठ्याक्क बाटोमा ठेला पनि देखिहाल्यो उसले। अनि नखाइकन नजाने अरे। लु नि त खाइदिउँ न त भनेर खान थाल्यौँ हामी चाहिँ पानीपुरी चाहिँ मुखभन्दा ठुलो थियो। अब सानो दिनु न भनेको सबै त्यत्रो रहेछ। अनि मलाई चाहिँ लाज लाग्यो धेरै खिचिनँ पानीपुरी खाएको चाहिँ। अनि उसको चाहिँ बिचरा मुखभन्दा ठुलो भयो। मैले क्लिप खिच्दिन थालेको सर्क्यो बिचरालाई। अनि त्यस पछाडि हामी चाहिँ उसको घरतिर फर्क्यौँ। अनि म चाहिँ मेरो चाहिँ माथि हो, उसको तल हो। कस्तो हिलो थियो क्या यो पानी झरीले गरेर, एकदम हिलो थियो। अनि त्यस पछाडि म चाहिँ हातमा चप्पल बोकेर घरतिर फर्केँ। आजलाई यति नै त भिडियो। अब फेरि सपोर्ट गरिदिनु होला साथीहरू। आजलाई यति नै, थ्याङ्क यू।